युकेमा विद्यार्थीले मास्टर अफ रिसर्च और मास्टर बाई रिसर्चको लागि जाने कि डिबिएको लागि जाने? अब देयर इज अ ह्युज केओस व्हेन इट कम्स टु मास्टर अफ रिसर्च। धेरैजना युनिभर्सिटिजहरूले बिस्तारै रिसर्चका सब्जेक्टहरू बन्द गर्न थालिसकेका छन् विविध कारणले गर्दा। हामी आफैले पनि फेस गरेको समस्याहरू भनेको अफोर्डेड रिसर्चको लागि आउने, स्पेसली सुपरभाइजर आफै प्रोभाइड गर्ने युनिभर्सिटीमा देयर इज अ ह्युज कम्पिटिसन। अफोर्डेड चाहिँ आउँछ, फी पेमेन्ट पनि गरिन्छ, तर कास कुर्ने बेला चाहिँ विद्यार्थीको कास नआइदिएको केस एउटा यस्तो केस छ जहाँ हामीले 2 वर्ष भइसक्यो रिसर्चको लागि हामीले अप्लाई गरेको थियौँ। अझसम्म पनि उहाँको फाइनलाइज भइसकेको छैन। सो रिसर्चमा विविध प्रब्लम भएको कारणले गर्दाखेरि चाहिँ अहिलेको सिचुएसनमा इफ यु आर प्लानिङ टु गो टु युके आफ्टर यो मास्टर डिग्री, जेनरली अब रिसर्चको लागि त ब्याचलर डिग्री पनि एलिजिबल हुन्छ, तर डिबीको कन्टेक्समा चाहिँ मास्टर्स डिग्री नै चाहिन्छ। सो इट्स मोर सेक्योर होइन, सिट्स आर भेरी लिमिटेड। ठिक छ, जो पाए त्यसले डिबिए गर्न जाने पनि भएनन् र नयाँ सब्जेक्ट एटलिस्ट हाम्रो लागि नयाँ भएको कारणले गर्दाखेरि चाहिँ हाइली कम्पिटिटिभ हुँदैन। सो अहिलेको सिचुएसनमा आई विल रादर रिकमेन्ड डिबिए प्रोग्राम इन युके।